मेरो बेबी 27 डेजको भयो र उसको बडी र फेसमा यस्तो आइरहेको छ, के गर्दा ठिक हुन्छ म्याम, कि यो हस्पिटल लानुपर्छ भनेर चाहिँ मलाई उहाँले मेसेज गर्नुभयो। यो डराउनु पर्ने कुरा होइन, तर बुझ्नुपर्ने कुरा हो। यसलाई नियोनेटल एक्ने भनिन्छ। यो सामान्यतया बच्चा जन्मिएको 2 देखि 4 हप्तापछि देखिन्छ, तर कतिपय बच्चाहरूमा चाहिँ जन्मिँदै पनि देखिन्छ। यो एक्ने साना रातो र सेतो दाना जस्तो देखिन्छ र मुख्यत बच्चाको गाला, नाक, निधार, घाँटी र ढाडमा चाहिँ देखिन्छ र केही दानाको वरिपरि रातो छाला पनि देखिन सक्छ। यो आमाबाट बच्चामा आएको हर्मोनले गर्दाखेरि आएको हो। यो बच्चा 4 देखि 6 हप्ता भएपछि आफै हराएर जान्छ र कतिपय बच्चामा चाहिँ 3 देखि 4 महिनासम्म पनि देख्न सकिन्छ। यसमा के पनि गर्नु पर्दैन, तर बच्चालाई चाहिँ तेल साबुनदेखि चाहिँ अभोइड गर्नु होला। अरू तपाईँले के गर्न सक्नुहुन्छ भने न्यानो पानीमा चाहिँ मलमलको कपडा भिजाएर सफा गरिदिने, त्यो एक्ने भएको ठाउँमा नछोइदिने, त्यसमा तेल पाउडर अनि केमिकल रहितको साबुन स्याम्पूहरू नलाइदिने, त्यसलाई चाहिँ खुल्ला हावा छिर्ने कपडाहरू लगाइ। यो चाहिँ 6 हप्तापछि पनि कन्टिन्यू भइराख्यो भने चाहिँ तपाईँले माइल्ड सोप युज गर्न सक्नुहुनेछ, या मैले सुनेको छु आमाको दुधले पनि यो कम हुन सक्छ भनेर। के तपाईँले यस्तो अनुभव गर्नुभएको छ? कमेन्टमा भन्नुहोला है। यो जानकारी अरू आमाहरूसँग पनि पक्कै सेयर गर्नुहोला है, सहयोग पुग्नेछ। सेयर, सेभ एन्ड फलो मी। थ्याङ्क यू।